हजुर हजुर दर्शन अनि नमस्ते गर्न चाहन्छु। यति बेलाको बसाइमा म तपाईँहरूकै चिरपरिचित आरटी तिलक पराजुली। यति बेलाको बसाइमा भने म हाम्रो स्याङ्जा र गुल्मीको सङ्गममा रहेको हाम्रो मिर्मी आदिमुहानबाट यसो 100 मिटर अगाडि रहेको हाम्रो ड्याम जुन कालीगण्डकी जलविद्युत आयोजना को चाहिँ ड्याम थुनेको ड्याम साइडमा उपस्थित बसेर अथवा उभिरहेर भिडियो बनाइरहेको छु। धेरैजना त यो क्षेत्र हुँदै बुटोल अनि रिडीतिर यात्रा गरिरहनु भएकै हुन्छ। त्यो यात्रा गर्ने क्रममा यो ठाउँमा आएर उभिएर यसो भिडियो बनाऊँ अथवा फोटो खिचौँ भन्ने सबैलाई हुन्छ, सबैले गरिरहनु भएकै हुन्छ। त्यही पनि म पनि यो ठाउँमा आएको बेलामा यसो भिडियो बनाएर हालौँ न त भनेर उपस्थित भएर भिडियो बनाएँ। अहिले चाहिँ अलिअलि ताल थुनेको रहेछ। पानीको मात्रा चाहिँ कम भएपछि पानी अलिक बढाउनु पर्दाखेरिमा ताल थुन्ने चाहिँ चलन हुन्छ। अब बर्खा लाग्दैछ, बर्खाभन्दा अगाडि चाहिँ पानी नपुग्ने भएर ताल थुनेर चाहिँ पानी चाहिँ सप्लाई गर्ने गरिन्छ र यसको चाहिँ 144 मेगावाट चाहिँ यसको क्षमता हो। तर 144 नै चाहिँ निकाल्न यो हिउँदको समयमा चाहिँ असमर्थ हुन्छ। 100 जति निक्लिने चाहिँ आकलन गरिएको हुन्छ। र तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ, मेरो भिडियो कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिनुहोला। यो ठाउँ आदिमुहान हो। यहाँबाट चाहिँ एकदमै वारिपारि चाहिँ कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोरले चाहिँ घेरिएको छ। तपाईहरू जहाँ कहाँ अब तम्घास, हाम्रो गुल्मीको सदरमुकाम तम्घास रिडीतिर अनि हाम्रो यो बुटोलतिर वालिङतिर जानको लागि यो बाटो नै भएर चाहिँ जानुपर्ने हुन्छ यो क्षेत्रका चाहिँ मानिसहरू चाहिँ। अब आज चाहिँ यति नै। अब कुनै समयमा फेरि नयाँ ठाउँमा गएर भिडियो बनाउनेछु। हस्त, धन्यवाद। जय शालिग्राम।